रसुवामा गयो ठूलो बाढी, हजारौं घर बगायो, मानिसहरूको अत्तो पत्तो छैन। क्षतिको पूर्ण विवरण आइसकेको छैन। उद्धारमा सरकार लगातार लागिरहेको गृहमन्त्रीको भनाई। ओ दर्शकबिन, चीनमा ताल फुटेर रसुवामा आएको बाढीले अकल्पनीय क्षति पुर्याएको छ। गृहमन्त्री सुदन गुरुङका अनुसार यो क्षति नेक्स्ट लेभलको क्षति छ। अहिले यसै भन्न सकिने अवस्था छैन। हजारौं मानिसहरू बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ। झरेको फुलको यस्तो पुरै सिङ्गै सिङ्गै हेर्नु पनि लग्यो सबै लग्यो फुल लग्यो माथिको आएर स्ल्याब आएर ठोकेर ड्राममै लग्यो। झरेको पुल आएर हानेर यहाँको पनि लग्यो। जम्मै ल झरे पुल ल गएला साला हेर कस्तो एकैछिन लाग्दो रहेछ। कत्रो दियो नि त सबैजनासँग लिस्टमा आएर रिलिफहरू के छ अहिले नै लिस्ट गरिहाल्नु पर्छ। अनि ओड्ने ओछ्यानहरू के गाडी सुत्न गाह्रो हुन्छ अब होइन। अनि त्यसपछि त्यहाँ सेनिटेसनको पार्टहरू हुन्छ। त्यो सेनिटेसनको पार्टहरू खानाहरू ओड्ने ओछ्यानहरू चाहिँ रेडी गरिहाल्नु। तर फर्स्ट चाहिँ यता छुट्टै टिमले गर्दै गर्छ। तर हामीले यतापट्टि रेस्क्यु टिम चाहिँ छुट्टै हुनु पर्यो कि रेस्क्यु टिमले रेस्क्यु गरिदिन्छ है। मिक्स एयरपोर्ट पुगेर आउँछ त्रिशुली बजार केही छैन। त्रिशुली स्कुल पनि छैन। सबै सिधै पाउँछ।